आज हामी हेर्नेछौँ गुरु गोरखनाथको उत्पत्तिको कथा। नमस्कार, म सुमन। गोरखनाथको उत्पत्ति र उहाँको जीवन चक्रको यो रहस्यमय कथामा तपाईहरुलाई स्वागत छ। भगवान गोरखनाथको उत्पत्तिको कथा निकै अलौकिक, रोचक र चमत्कारले भरिएको छ। पौराणिक ग्रन्थहरू र नाथ सम्प्रदायको मान्यता अनुसार उहाँको जन्म कुनै मानवको गर्भबाट भएको होइन, बल्कि भगवान शिवको एउटा दिव्य अंश र खरानी भस्मबाट भएको हो। यस प्रसङ्गमा सबैभन्दा बढी प्रचलित र रोचक पौराणिक कथाहरू यस प्रकार छ। एक समयको कुरा हो, नाथ सम्प्रदायका आदि गुरु मचिन्द्रनाथ भिक्षा माग्दै र घुम्दै एउटा गाउँमा पुग्नुभयो। उहाँ एउटा गाउँको ढोकामा पुगेर अलख जगाउनुभयो। त्यस घरबाट एकजना गृहिणी महिला बाहिर निस्किन् र आदरपूर्वक भिक्षा दिइन्। ती महिलाको अनुहारमा एउटा गहिरो उदासी र पीडा थियो। दूरदर्शी गुरु मचिन्द्रनाथले उनको दुःख बुझिहाल्नुभयो र सोध्नुभयो, माता, तिम्रो मनमा के दुःख छ, मलाई भन। ती महिलाले रुँदै भनिन्, बाबा, विवाह भएको धेरै वर्ष भइसक्यो, तर मेरो कुनै सन्तान छैन। समाजले मलाई बाँझो भन्छ। सन्तान नहुँदा मेरो जीवन अन्धकारमय भएको छ। महिलाको बक्खानो देखेर परम दयालु गुरु मचिन्द्रनाथ पग्लनुभयो। उहाँले आफ्नो झोलीबाट मन्त्रिएको विभूति अर्थात् भस्म निकाल्नुभयो र ती महिलालाई दिँदै भन्नुभयो, यो साधारण भस्म होइन, यो मेरो मन्त्रले सिद्ध गरिएको विभूति हो। यसलाई पूर्ण श्रद्धाका साथ खाऊ। तिम्रो कोखबाट एकजना अत्यन्तै तेजस्वी, विद्वान र महापुरुष एउटा छोरो जन्मिनेछ। यो वरदान दिएर गुरु मचिन्द्रनाथ त्यहाँबाट अगाडि बढ्नुभयो। गुरुले दिएको विभूति लिएर ती महिला अत्यन्तै खुसी हुँदै घरभित्र गइन्। उनले यी कुरा आफ्नी एउटी छिमेकी महिलालाई सुनाइन्, तर ती महिलाकी ईर्ष्यालु र शङ्कालु स्वभावकी थिइन्। उनले भनिन्, दत्त, कतै जोगीले दिएको खरानी खाएर पनि बच्चा जन्मन्छ? ती जोगीहरू त ढोगी हुन्छन्। कतै यो विष पो हो कि? यो खाएर तिम्रो ज्यान गयो भने के गर्ने? छिमेकीको कुरा सुनेर ती महिला डराइन्। उनलाई लाग्यो साँच्चै खरानी खाएर बच्चा कसरी बन्छ। डरका कारण उनले ती विभूति खाइनन्। उनले घरको पछाडि रहेको गोबर फाल्ने खाल्डोमा लगेर ती विभूतिलाई फालिदिन् र कुरा बिर्सिदिन्। समय बित्दै गयो। ठीक 12 वर्षपछि गुरु मचिन्द्रनाथ घुम्दै फिर्दै फेरि त्यही गाउँ र त्यही महिलाको घरमा आइपुग्नुभयो। उहाँले ती महिलालाई बाहिर बोलाउनुभयो र सोध्नुभयो, माता, 12 वर्ष अगाडि मैले तिमीलाई एउटा विभूति दिएको थिएँ। त्यसबाट जन्मेको बालक अहिले कहाँ छ? उसलाई बोलाऊ, म हेर्न चाहन्छु। गुरुको यस्तो कुरा सुनेर ती महिला थरथर काप्न थालिन्। उनी रोइन् र आफ्नो गल्ती स्वीकार गर्दै भनिन्, हे गुरुदेव, म मूर्ख रहेँ। मैले छिमेकीको कुरा सुनेर डराएँ। त्यो विभूति खाइन, बरु घरको पछाडि गोबरको खाल्टोमा फालिदिएँ। गुरु मचिन्द्रनाथले यो कुरा सुनेपछि रिसाउनुको साटो मुस्कुराउनुभयो र भन्नुभयो, चलाऊ, मलाई त्यो ठाउँमा जहाँ तिमीले विभूति फालेकी थियौ। मेरो मन्त्र कहिले खाली जाँदैन। मचिन्द्रनाथले ती महिलालाई लिएर गोबरको खाल्टोको अगाडि उभिनुभयो। उहाँले ध्यान गर्दै ठूलो स्वरमा आवाज दिनुभयो, अलख निरञ्जन, जाग गोरख जाग। उहाँले 3 पटक आवाज निकाल्ने बित्तिकै त्यो 12 वर्ष पुरानो गोबरको खाल्टो भित्रबाट एउटा अलौकिक प्रकाश चम्कियो। गोबर र माटोलाई पन्छाउँदै 12 वर्षको एक अत्यन्त तेजस्वी र सुन्दर बालक मुस्कुराउँदै बाहिर निस्कियो र गुरु मचिन्द्रनाथको चरणमा ढोग्यो। गोरखको खाल्टोबाट उत्पन्न भएकाले र गाईको रक्षा गर्ने शक्तिका साथ आएकाले उहाँको नाम गोरखनाथ राखियो। गो को अर्थ गोबर अथवा गाई र रख को अर्थ रक्षा गर्ने, अर्थात् जसले गाई, पृथ्वी र आफ्ना इन्द्रियहरूमा रक्षा गर्दछ उही नै गोरख हो। गुरु मचिन्द्रनाथले ती महिलालाई भन्नुभयो, यो बालक तिम्रो काखबाट नजन्मिएकाले यसमाथि तिम्रो कुनै अधिकार छैन। गुरु मचिन्द्रनाथले ती महिलालाई भन्नुभयो, यो बालक तिम्रो कोखबाट नजन्मेकाले यसमाथि तिम्रो अधिकार छैन। यो त संसारको कल्याण र योगको प्रचारको लागि जन्मिएको शिवको अंश हो। त्यसपछि मचिन्द्रनाथले गोरखलाई आफ्नो साथमा लिएर जानुभयो र आफ्नो परम शिष्य बनाउनुभयो। यसरी बिना कुनै मानवको कोख, मन्त्रको शक्ति र भस्मबाट भगवान गोरखनाथको प्रकाट्य भएको थियो। यही कारणले गर्दा उहाँलाई अजन्मा र अमर सिद्धि पुरुष मानिन्छ।
तपाईँलाई गोरखको उत्पत्तिको कथा कस्तो लाग्यो? के उहाँ र उहाँको चेलासँग जोडिएको कुनै प्रसङ्ग सुन्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई लाइक, कमेन्ट, फलो र सब्सक्राइब गर्न नभुल्नुहोला।